ल है खानु रेडी गरेँ म चाहिँ। अनि के गर्नु यस्तै छ एक्लै होइन के गर्नु। र तातो तेल भएछ क्या आम्म हेर्नु न सेट। अनि यसरी भिडियो बनाउनु मन लाग्छ क्या मलाई पनि। यसरी हेर्छु म टिकटकमा हेर्छु फेसबुकमा हेर्छु है। मन लाग्छ भिडियो बनाउनु खै के यहाँ त्यस्तो भिडियो बनाउने हाल्ने खालको के नै छैन क्या वातावरणै छैन त्यस्तो खालको। अनि के बोल्नु के हाल्नु जस्तो पनि लाग्छ हो। अनि यसो गीतमा गर त्यति साह्रो अब मजा पनि आउँदैन। हेर्छु म यसरी भिडियोहरू बनाएको हाम्रो छ नि सिक्किमको दाइहरू हुनुहुन्छ नि हाम्रो के भन्छ सुबु ब्रो है। अन्त भक्ते चित्रेको भिडियोहरू म हेरिबस्छु के म फलो पनि गरेको छु फेसबुकतिर है राम्रो हेर्छु। अनि हाम्रो र ब्रो ब्लग हैन उहाँको त्यो छ नि त्यो हाउस चाहिँ म नेपाल आएपछि साँच्चै एकचोटि जानु मन लागेछ कि त्यो ठाउँ जान्छु है। एक दुईजना साथीहरू पनि भेला गर्छु अनि त्यहाँदेखि जानु मन लागेछ जान्छु। नजिकै हामीदेखि अब त्यस्तो धेरै टाढा पनि पर्दैन। एक दिनमा सायद लगभग हिँड्यो भने एक दिन दुई दिनमा त फर्किन्छ। धेरै टाढा होइन कि म चाहिँ इलामको हो कि इलाम मेरो बोर्डरमै पर्छ भनौँ न माने भन्ज्याङदेखि अलिक तल हो मेरो घर गोर्खेमा गोर्खे भन्छ है त्यो ठाउँमा हो नजिकै हो। एकचोटि त्यहाँ जानु मन लागेछ र ब्रोकोमा के टक्क त्यो एउटा सबैको हुँदो रहेछ कि एउटा सपना त्यो एकान्त ठाउँमा त्यो किसिमको चाहिँ पुरानो पुरानो डिजाइनको त्यो संरचनाहरू भयो होइन। त्यस्तो ठाउँमा बसेर त्यो किसिमको जो अहिले गरिरहनु भएको छ नि र ब्रोले ट्याक्कै क्या त्यो चाहिँ सबैको इमेजमा हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। किनभने मलाई पनि त्यस्तो आउँथ्यो थटहरू पहिला पहिला यस्तो यस्तो ठाउँमा घर यस्तो किसिमको घर होइन। अनि टक्क अनि अहिले त्यो चाहिँ ट्याक्कै त्यसैलाई त्यो निकाले जस्तो लाग्छ क्या मलाई र ब्रोले चाहिँ। एकदमै म चाहिँ सम्मान गर्छु उहाँलाई अब त्यति गरिराख्नु भएको छ होइन। मान्छेहरू पनि प्रायः बाहिरदेखि कहाँ कहाँदेखि आउनु हुँदो रहेछ त्यहाँ अब एट्र्याक्ट भयो नि त एक किसिमको त्यो कारणले पनि लाग्छ कि मलाई त्यो चाहिँ सबैको एउटा सोचाइ हुँदो रहेछ कि त्यस्तो किसिमको। अनि राम्रो चाहिँ होस् जाने इच्छा छ आएपछि अब 1.5 वर्ष 2 वर्ष छ अझै होइन बसेर 1.5 वर्ष बादमा लगभग फर्किन्छु होला म। फर्केर अनि जान्छु एकचोटि साथीहरूसँग है। अनि भक्ति चित्रे मजा लाग्छ क्या भिडियो उहाँहरूको हेरेर एकदम। फिक्कल इलाम पनि आउनु भएको रहेछ हिजो अस्ति भर्खरै होइन फिक्कलको प्रोग्राममा। मेरो चाहिँ फिक्कलदेखि नजिकै हो घर। अब अफसोस के गर्नु है म टाढा छु भेट्न पाइएन। पछि तपाईँहरूको एकदम मैले चाहिँ फलो सब्सक्राइब गरेको छु कि तपाईँहरूको च्यानललाई। अनि सुबु ब्रो गिटार दामी मनपर्छ कि उहाँले बजाएको चाहिँ गिटार। अब गानाहरू पनि राम्रो राम्रो निकाल्नु भएको छ है। सपोर्ट छ मबाट सपोर्ट गर्छु यस्तो सपोर्ट गर्नुपर्छ नि है। यस्तै छ हौ साथीहरू के गर्नु विदेशको बसाइ है। म चाहिँ खाँदा पनि गरौँ है बेला बेला। ठिक छ चाउचाउमा मिसाइदिएको राम्रो हुँदो रहेछ हौ। कोरियन फेरि यो के भन्छ खेम्ची हो कि के भन्छ खेम्ची भन्ने पाउँछ कि एउटा कोरियाको वाइ यहाँ चाहिँ त्यो पाउँदो रहेछ एउटा त्यो चाहिँ मनपर्छ मलाई अरूभन्दा। अरू यतातिर बनेकोहरू चाहिँ एकदम त्यस्तो मिठो लागेन क्या। त्यो खेम्ची भन्ने एउटा चाउचाउ पाउँछ कि त्यो चाहिँ आमामा दामी लाग्यो क्या। नेपालमा त्यो करेन्टहरू भन्ने पाउँछ नि त्यस्तै हुन्छ क्या। अनि यसमा चाहिँ यो पास्ताहरू मिसाएर खायो भने चाहिँ बबाल लाग्छ। गाउँले खुवाइ के सर्दी र भन्दा हुन्छ नि त टक्क स्ट्यान्डर्ड। अब त्यो स्ट्यान्डर्ड चाहिँदैन क्या हामीलाई। काचा कुचुक भएर पेट भऱ्यो भने हुन्छ अलिअलि स्वाद मुखमा आयो नि चल्छ है। यस्तै छ अनि को कहाँबाट हुनुहुन्छ कमेन्ट गर्नु है सबैजनाले ल। जोडिनुपर्छ गफसफ गर्नुपर्छ त्यस्तै हो। म त एक्लै छु के गर्नु है। छ साथीहरू कोही केरलाबाट छ इन्डियाहरूबाट छ हो मसँग बसेकोहरू। तर अब ड्युटी छ मेरो छुट्टी भएको दिन उनीहरूको ड्युटी हुन्छ उनीहरूको छुट्टी हुँदा मेरो ड्युटी हुन्छ हो। अनि राति भेट भयो अनि एकछिन 2-4 घन्टा अब खानासाना बनाउनै पर्यो। खानासाना बनायो अनि एकछिन गफसप पनि के गर्नु है सबै थाकेको हुन्छ ड्युटीबाट आएर अनि आफ्नो आफ्नो लाइनमा सुत्यो फोनसोन गऱ्यो घरतिर बास सक्यो।
अनि ड्युटी गयो आयो। नेपाली दाइहरू पनि छ थुप्रै छ, तर अब गफसफ गर्ने यसरी बसेर त्यो रमाइलो गर्ने भन्ने चाहिँ कि दसैँहरू पर्खिनुपर्छ छुट्टी दिन मिलाएर होइन। राति त्यो हुँदैन कि त्यो गाउँतिर जस्तो केही नै छैन वातावरण, नहुँदो रहेछ भनौँ न, हुँदैन भन्दा नि नहुँदो रहेछ। बाहिर अब परदेशमा काममा लागेपछि त्यो नहुँदो रहेछ के वातावरण, त्यो गफसफ गर्ने बस्ने रेलाटट्टा हुन्छ नि गाउँघरतिर, त्यस्तो केही नै हुँदैन। अनि आएको अलिक समय पछाडि त म त एकचोटि डिप्रेस जस्तो भएको थिएँ क्या यहाँनिर। अब सोचेकै एक्लै होइन, कामहरू पनि त्यस्तो नजानेको, भाषा पनि नजानेको, अनि अलिक गाह्रै हुन्छ के हुँदो रहेछ। अनि 2-3 महिना चाहिँ त्यस्तै भयो, डिप्रेस कहाँ छु के छु, अलिक धेरै सोच्ने, निन्द्राहरू पनि नआउने त्यस्तो भयो। अनि पछिबाट चाहिँ नेपाली दाइहरूसँग पनि भेट भयो। अनि गफसफ गर्दै यता काममा अब इन्गेज हुँदै गएपछि चाहिँ अहिले चाहिँ जस ठिक छ, फ्रेस छु, राम्रै छ। बिहान उठ्यो, ड्युटी गयो आयो, 9 घन्टा ड्युटी छ हो। त्यस्तै छ साथीभाइहरू, के गर्नु अब नेपालमा बसेर के गरौँ न त भन्दाखेरि नेपालमा छैन त्यस्तो वातावरण के गर्ने किसिमको, नगरेको होइन। गाउँले मान्छे हो, सहरमा बसेको भए त झन् ढुक्कु हुन्थ्यो होला हो। गाउँमा बसेर गाउँमा हुर्केकोले गर्दाखेरि अलिकति के सहरलाई फेरि त्यस्तो उयो भन्नु खोजेको पनि होइन, सहर पनि राम्रै हुन्छ अब बस्न गर्नको लागि सबै सेवा सुविधा होइन। तर गाउँमा चाहिँ के हुँदो रहेछ भने मलाई लागेको चाहिँ गाउँमा हुर्क्यो बढ्यो भने चाहिँ नि त्यो मान्छेले जस्तोसुकै ठाउँमा पनि टिक्न सक्ने रहेछ कि। उसले सानैदेखि दुःख के हो, अब कामहरू भनेको के हो भन्ने कुरोको चाहिँ अनुभव चाहिँ अलिक सानै उमेरदेखि गरेको हुनाले गर्दाखेरि बाहिर फेरि जाँदा पनि त्यति अप्ठ्यारो महसुस नहुने रहेछ जस्तो मलाई लाग्छ है। किन गाउँ भनेको गाउँै हो नि त, फ्रेस हावापानी सबै कुरो, सागसब्जी होइन, सबै थोक फ्रेस। गाईको दुधहरू भयो, सबै फ्रेस भएपछि त्यसै काम नगरिकन बस्दाखेरि नि जिउ अटोमेटिक एकदम रिल्याक्स फिल हुने क्या गाउँमा चाहिँ। अन्त सहरमा चाहिँ त्यो बोर हुने क्या। साथीभाइहरू पनि त्यही स्कुल कलेज पढिन्जेली मात्रै हो, बादमा पछि आफ्नो लाइन लागेपछि छैन, आफ्नो ताल के त्यो हुने रहेछ। अनि गाउँमा बसेकोलाई चाहिँ यही हो क्या, मजा लाग्छ क्या। गाउँमै हो, मेरो पनि घर गाउँमै हो, गाउँ मनपर्छ मलाई पनि। अब गाउँ भनेको गाउँै हो नि है, आफ्नो खेती हुन्छ, आफ्नै खेतीको आफ्नै हातले रोपेको सबै थोक खान पायो फ्रेस। यहाँ आइकन त के हो, 6 महिना 7 महिनादेखि राखेको फ्रिजमा राखेको कुराहरू खायो हो। अनि ज्यानमा पनि त्यस्तो नलाग्ने, अब भिटामिनै नहुने भनौँ न, अब त्यसको प्रोटिनहरू केही नभएको। अब त्यो 6 महिना 7 महिनादेखि हेर्नु कस्तो हुन्छ। हाम्रोतिर पनि त्यो चाहिँ मल के वेस्ट, यहाँ फ्रिजमा राखेर राखेको मासुहरू खायो भने त्यस्तै स्वादै हुँदैन। 6-7 महिनाको कहिलेदेखिको हो। अनि एउटा कुरा अचम्म चाहिँ के लाग्छ भने नि, अब ठाउँ अलिकति विकास भनेको विकास पनि होला, ठाउँ पनि होला, हुन त परिस्थितिले त्यो निम्त्याएको पनि होला होइन। त्यस्तो बाध्यता परेपछि मान्छेले गर्नु पनि पर्यो होइन। अब नेपालमा हामी जति पनि साग सब्जी, दुध दही, अब मासुहरू उत्पादन गर्छौँ नि, जति पनि उत्पादन गर्छौँ, वेस्ट भइरहेछ कि वेस्ट पुरा। यहाँ आएपछि मलाई के लाग्यो, त्यो वेस्ट हो। हामीले गरेको कुरा केही नै त्यो मुद्रामा साट्न पाएकै छैन क्या, त्यसले बजारै पाएको छैन। के गर्नुपर्छ, बनायो, रोप्यो, उमार्यो, ठुल्ठुलो बनायो, सियाहार्यो, 6-7 महिना दुःख गरेर त्यसलाई फलायो, हुर्कायो होइन। अनि मेरोमा छ है, आइज लिनु, आइज तँ आइज, आऊ हेर कस्तो छ माल, चिज कस्तो छ, उठाऊ भनेर अब व्यापारी बोलाउनु पर्ने अवस्था हुन्छ। त्यो छ। अब बजारमा लिएर जाउँ न त भन्दाखेरि एकदम सस्तो दरमा फ्याँकेर आउनुपर्ने अवस्था छ के। त्यो के भन्छ, त्यसमा स्याहारेको हुर्काएको त्यसलाई चाहिँ मलजल गरेको केही नै उठाउँदैन त्यसले। आफ्नो त्यत्रो परिश्रम कहाँ हो, छैन के त्यसमा। बजारीकरणै छैन हाम्रो नेपालमा चाहिँ, बजारै छैन, लगेर बेच्ने किसिमको चाहिँ ठाउँै छैन क्या कहीँनिर। यहाँ हेर्छु कि म, अब तुलना गरौँ न अलिकति होइन। अब सबैले देखेको जानेकै कुरा हो होइन, र पनि मलाई चाहिँ अलिकति भन्नु मन लाग्यो क्या। यत्रो प्याज हुन्छ, यत्रो त्यो चाहिँ अदुवा होइन, सुकिगएको जो चाहिँ हामी चाहिँ वेस्ट गर्नु, त्यो बारीमा खन्दै गर्दा भेटिन्छ नि, त्यो फ्याँक्छौँ नि, त्यो पछिबाट खन्दाखेरि भेटिन्छ नि, बारीतिर फ्याँकिरहेको त्यतितिर हुन्छ नि, हो त्यस्तो खालको हुन्छ कि अदुवा लसुन प्याजहरू भयो त्यस्तो।
आम्मामा यहाँ चाहिँ त्यस्तै राखिरहेको हुन्छ, गर चाहिँ नि 3 रुपियाँ 5 रुपियाँ रियाल, त्यो 5 रियाल 3 रियालमा चाहिँ किन्नुपर्छ के। कोही बेला त त्यसको भाउ पनि माथि हुन्छ, बढ्छ घट्छ होइन। 15 रियाल 16 रियाल। त्यो हामी एउटा अचम्म लागेको चाहिँ हामीले खानै नजानेको हो कि नदेखेको हो कि अथवा अब बाहिरको मान्छेहरू चाहिँ खान नपाएको जस्तो के त्यो महसुस हुन्छ। यहाँ चाहिँ के हुँदो रहेछ नि, त्यो हामी घर गाउँमा त कोला भनौँ न, कोलाको त्यो हुन्छ नि दाम्चा रुख, त्यसको भित्रको त्यो एउटा सेतो त्यो हुन्छ नि कलिलो खालको त्यो भयो होइन, छोटो छोटो बनाएर चाहिँ अनि त्यो क्रिम फ्लिम लगाएर चाहिँ त्यसलाई चाहिँ मजाले चडक्क बनाएर राखेको हुन्छ कि। त्यो चाहिँ 15 रियाल 16 रियाल 25 रियाल अरे क्या त्यसको चाहिँ। त्यो चाहिँ सब्जी खानलाई। अनि त्यो बुङ्गो हुन्छ नि माथि यसरी झुन्डेको बुङ्गो, कोलाको बुङ्गो हो, त्यो पनि अब सब्जीमा खाँदो रहेछ मान्छेले, यहाँ बिक्छ मजाले बिक्छ। अनि त्यो घर तरुलको त्यो माथिको त्यो माथिपट्टि भएको दाना होइन, त्योहरू त मजाले यहाँ त सब्जीमा आम्मामामा 8 रियाल 10 रियाल किलो हो। त्यो त झन् यो त्यो त घर तरुलको दाना त 15 कि 16 रियाल देख्दै थिएँ अस्ति म लुलु मार्केटमा। अनि त्यस्तो विकास हो कि यो के हो, हामीले बजार नभेटेको कि। हाम्रो त त्यो त फालाफाल हाम्रोमा आयो भने त 4 किलो 5 किलो एउटै मान्छेले भागी हालेर पठाइदिन्छ, त्यति छ गाउँमा फ्याँकिराखेको छ। त्यसले चाहिँ यहाँनिर मान्छेको जीविका चलिरहेको छ। कहाँदेखि ल्याएको होला त्यो, इन्डिया प्रायः इन्डियादेखि आउने हो, इन्डिया अनि कोरियादेखि आउँदो रहेछ यहाँ होइन, बाहिर बाहिर थुप्रै ठाउँबाट आउँछ। अनि हाम्रो नेपालले चाहिँ किन बजार पाएन, दुधको रेट खोइ, दुध हामीले चाहिँ यहाँनिर चाहिँ कस्तो महँगो महँगो किनेर खानुपर्छ दुध। घिउ यत्रो यत्रो डब्बामा पाउँछ 35 रियाल 36 रियाल अरे यत्रो यत्रो डब्बाको। अनि खोइ त्यो दुधको मार्केट कहाँ छ। हुन्छ त हाम्रो नेपालमा पनि प्रशस्त उत्पादन भइरहेछ, त्यो चिज छ छुर्पी छ होइन, खोइ त्यसको मार्केट खोइ त। सस्तो दरमा हामी चाहिँ मरिरहने जहिले पनि के कृषकहरू चाहिँ जहिले पनि तलको तल किन यो कसले चाहिँ यो चाहिँ कसैले पनि खोज्नु सकेन कि मार्केट। बाहिर फेरि आएर हेर्दाखेरि मन लाग्छ नि, अब कसरी उहाँबाट यहाँसम्म ल्याउने खालको वातावरण मिलाइदियोस्, कसैले मिलाओस् न, एउटा निक्लियोस् न भन्ने हो, निक्लिँदैन अझ। गाह्रो लाग्छ कि यो सोचेर अफसोस। त्यति मात्रै गरिदिनु भने नि, मार्केटिङ मात्रै खोलिदिनु भने सागसब्जीको, इस्कुस काँक्रा फर्सी लगायत जति पनि हाम्रो उत्पादन हुन्छ त्यो सबैको चाहिँ मार्केट खोलिदिनु भने चाहिँ बाहिर लिएर बेच्न पाउने हो भने बाहिर आउनुपर्ने अवस्थै छैन नि। हामीले सिप छ, हामीसँग सिप छ, खेती गर्ने सिप छ, गाई बस्तु पाल्ने सिप छ हामीसँग, वेस्ट गइरहेछ नि त्यत्रो सिप सिकेको। के काम भयो त्यो, हावामा गएन सबै थोक। कसैले त ध्यान आकर्षण गरोस् यो विषयमाथि पनि अलिकति है। अब हुन त पहिल्यैदेखि पनि उठिरहेछ जस्तो कुराहरू सबैले भन्छन्, मैले मात्रै आज यो निकाल्नेको विषय होइन, तर महसुस गर्ने एउटा ठाउँ आउँदो रहेछ के, बाटो आउँदो रहेछ। जो अगाडिदेखि कुरा उठेको उहाँहरूको महसुस, उहाँहरूले गर्नुभएको कुरा, उहाँहरूले त्यो समय आएर उहाँहरूले गर्नुभयो। अब म त्यो ठाउँमा आइपुगेँ अहिले र मलाई त्यो महसुस भयो, मैले गरेँ। तर वातावरणै त्यो परिवर्तन गरिदिने चाहिँ कसले के, जो चाहिँ उहाँ उत्पादन भएको कुराहरू चाहिँ सिधै ल्याएर अब यो ठाउँमा बेच्न सक्ने एउटा मार्केटिङ हुन्छ नि लाइन, त्यो लाइन चाहिँ कहिले बन्ने के नेपालबाट चाहिँ। नेपालबाट खालि इन्डिया बेच्ने, इन्डियाबाट त्यही लिएर आउँछ अनि त्यसैमा अब होइन नाफा प्रति नाफा कमाएर एकदम भइरहेछ धनीमाथि धनी होइन। त्यो त घिउ छुर्पी लिएर गयो भने त बोर्डरमा पनि पक्रिन्छ, ढाड भाँच्छ इन्डियामा पनि। अब बेच्न सक्ने माहौल खोइ बनाएको खोइ त, त्यो कसले हो, कसलाई दोष दिने। खोलोस् न के, नेपालमा जति पनि उत्पादन भएको कुराहरू छ, घिउ छुर्पी साग सब्जी लगायत जति पनि प्रोडक्सनको अरू कुराहरू छ, चियाहरू छ, कफीहरू छ होइन, बाहिर लगेर बेच्ने के डाइरेक्ट सेल, त्यो चाहिँ कहिले कसले गर्ने। त्यो गरेको छ छैन मलाई थाहा छैन के, गरेको छ भने पनि गाउँसम्म चाहिँ पुगेको छैन है, त्यो चाहिँ गाउँसम्म पुगेको छैन। कसैले गाउँमा चाहिँ त्यो देखेकै छैन, खालि व्यापारीहरूलाई, व्यापारी गाउँको व्यापारी मिल्यो ल्यायो चिनेको जानेको नजिकको बजारमा बेच्यो, त्यति मात्रै छ क्या हाम्रो ठाउँमा चाहिँ। हाम्रो गाउँमा नभए नेपालमा अधिराज्य नेपालभरिमा त्यही छ सबैको सिस्टम। बाहिर बेच्ने चाहिँ खै त कसले,
मार्केट बाहिरसम्म बढाइदियो भने नि केही गर्नु पर्दैन क्या अरू। नेपाल त्यस्तो राम्रो ठाउँ खेतीको लागि सबै थोक हुन्छ। हाम्रै पाहाडमा हेर्नु, इलाम पाहाडमा के हुँदैन त्यहाँनिर, अहिले हर थोक भइसक्यो त्यहाँनिर, धानदेखि लगेर होइन। एक हिसाबले भन्यो भने त हाम्रो त्यो इलाम भनेको त त्यो लेक जस्तो ठाउँ हो नि त, त्यहाँनिर धानहरू नहुनु भने पहिलेदेखि धानहरू पनि हुन्छ, त्यहाँ सबै थोक हुन्छ। किवी फलहरू अहिले आएको छ नि, एभोकाडो के भन्नेहरू कृषिले ल्याइरहेछ, कृषिले भित्राइरहेछ योजनाहरू सबै थोक है, भित्राइराखेको छ, गरिरहेको छ कृषि। अब सङ्घ संस्था जति पनि छ संस्थाहरूले भित्राइरहेछ योजनाहरू, भइरहेछ, गरिरहेछ, तर त्यसको निकास चाहिँ पाएको छैन क्या त्यसले, मलाई चाहिँ त्यो लाग्छ। अब सिँचाइको लागि कुलो भनेर बजेट आउँछ क्या, वर्षैपछि आउँछ होइन, 2 वर्ष आइरहन्छ। कुलो बनाएर के गर्ने, कुलो बनाएर कहाँ लगेर पानी हाल्छ? ल खेतीमा खेती लगाउनलाई सजिलो हो कुलो बनाएपछि। तर खेती लगायो, पानी लगायो, सिँचाइ गर्यो, सजिलो भयो, मजाले फलायो, हुर्कायो, मजाले निकाल्यो होइन, बेच्ने ठाउँ कहाँ लगेर, उत्पादन जति पनि उत्पादन छ उत्पादन लगेर बेच्ने कहाँ? अनि जसको निकासै छैन त्यो माथि वर्षैपछि हालेर पैसा हालेर के गर्ने? त्यो सिँचाइको रोकिदिनु कि 1-2 वर्ष रोकिदिनु, त्यो केही फरक परेन सिँचाइको लागि। दुःख पहिलेदेखि पनि भोगेर आएको, 1-2 वर्ष अझै दुःख गर्दा केही फरक पर्दैन। तर बेच्ने ठाउँ चाहिँ खोजिदियो के, मार्केट बनाइदियो के, वार्डमा होस्, नगरमा होस्, या जिल्लामा एउटा होस् होइन। त्यो मन्डी बनाउने, अनि कोल्ड स्टोरदेखि लगायत सबै व्यवस्थित तरिकाले त्यो एउटा बनाएर, संस्था जस्तै बनाएर, अनि गाउँघरमा जति पनि उत्पादन छ फिक्स रेट राखेर, एउटा रेट राखेर, जनता त्यो कृषक नमर्ने हिसाबले रेट राखेर ल्याउने, डिपोजिट हुने डिपोजिट हुन्छ, सेल हुने सेल हुन्छ होइन। त्यो हिसाबले योजनाबद्ध यसरी गर्ने हो भने नेपालमा कोही पनि गरिब हुँदैन के, सबैले जानेछ। सिप गाई पाल्नु सबैले जानेको छ, खेती गर्न सबैले जानेको छ, अदुवा रोप्नु, आलु रोप्नु, मकै रोप्नु होइन, कोदो रोप्नु, इस्कुस, अदुवा भन्ने सबै जानेको छ, सबैले जानेको छ। आत्मनिर्भर छन् के, सबैजना सक्छन्। तर के छ भन्दा बेच्ने ठाउँै छैन। 5 रुपियाँ किलो 10 रुपियाँ किलो बेचेर अहिलेको महँगीले चाहिँ कसरी घर धान्ने? मैले जान्दाखेरि 30 रुपियाँ लिटर दुध थियो, अहिले धेरैमा धेरै भनेको बढेर 50 रुपियाँ 40 रुपियाँ अरे, 40-45। अनि त्यो अहिले एसएनएफ त्यो आएपछि, त्यो के एनालाइजर आएपछि चाहिँ त्यो एसएनएफ फ्याटबाट दिँदो रहेछ, अहिले 60-70 रुपियाँ कसैको पुग्छ है। त्यही दुध यहाँनिर चाहिँ तपाईँको 300 रुपियाँ 350 रुपियाँ प्रति लिटर किनेर खानुपर्छ क्या हामी। त्यहाँदेखि यहाँसम्म आउँदा त्यत्रो माथि उफ्रेर त पुग्दैन होला भ्याटहरू पनि होइन। 10% 5% त हो लाग्ने भनेको भ्याट, धेरैमा 15% लाग्ला। अनि हेर्नु, हाम्रो नेपाल चाहिँ बाहिर आएपछि मात्रै थाहा हुन्छ कि देशको बारेमा चाहिँ। म बस्यो भने केही थाहा हुँदैन, विकास के हो, केमा चलिरहेछ, कसरी चलिरहेछ भन्ने कुरो केही थाहा हुँदैन रहेछ कि। बाहिर आएपछि चाहिँ यसो विचार गरेपछि चाहिँ थाहा हुन्छ कि के छ त्यहाँ चाहिँ भविष्य भन्ने। मैले त केही नै देख्दिनँ कि नेपालमा भविष्य, केही नै छैन। अबको पिँढीहरू जति आउँछन् अनि नर्क हो क्या उनीहरूको लागि, नर्कै हो भन्छु म चाहिँ। केही नै छैन। होला ठुलोबाट नेताको छोराछोरी होला, डाक्टरको छोराछोरी, डाक्टर के भन्नु, उनीहरू पनि आफ्नो हैसियतले बाहिरै गरेका हुन्छन् सबैले होइन। जो पनि नेताहरू छ उनीहरूको आशै पासै झोलेहरूको लागि मात्रै हो कि नेपाल भन्ने, सर्वसाधारणको लागि होइन। नेपाल बस्ने ठाउँ होइन। छोराछोरी यदि पाउनु छ, बिहे गरेर पाउनु छ, भोलि सन्तान बढाउनु छ भने नेपाल छोडेर बाहिर गएर पाउनु, म चाहिँ यही भन्छु। छोराछोरी बाहिर गएर पाउनु, बाहिरको सिटिजन लिनु, उतै बस्नु, नेपालमा होइन। किनकि भविष्य अन्धकार छ नि त। भविष्य अन्धकार बनाउनको लागि, दुःख भोगाउनको लागि किन छोराछोरी जन्माउने त त्यो ठाउँमा? पढ्यो माथिसम्म पढ्यो, खोइ जागिरको केही फिक्सै छैन, त्यत्रो खर्च गरेर महँगी मात्रै छ होइन। केही सिकाउन त, ल 6 महिना 8 महिना ल 25 महिना चाहिँ एउटा कोर्स सेन्टरमा गएर चाहिँ कोर्स गर्यो होइन, सिक्यो, केही गर्यो, त्यसको पनि अब एउटा सर्टिफिकेट पाउँछ, जागिरको फिक्स खोइ, त्यसको लागि बाहिरै जानु पऱ्यो नि। आफ्नो पहुँचले त्यो पनि पैसा तिरेर बेचिएर जानुपर्छ। के छ वातावरण? पानी छ त्यत्रो होइन, खेती गर्ने जमिन छ त्यत्रो,
अब यसलाई परिचालन गरेर यसैलाई चाहिँ निरन्तरता दिएर यसलाई चाहिँ अब यसको फाइदाहरू के छन् त्यसलाई गरेर अब गर्ने हो भने छ नि त, ठाउँ छ, गर्ने ठाउँ छ, तर देखेर पनि नदेखे जस्तो गरेको हो कि चालै नपाएको हो भन्छु क्या म चाहिँ। के गर्ने त अब हामी जहिले पनि बाहिर खाडी होइन, खाडी अब अलिक सक्ने मान्छेहरू जान्छन् बाहिर, अब कोरिया भन्यो, यो अस्ट्रेलिया अमेरिका उता जालान् होइन, तर हामी जस्तो सर्वसाधारण त आउने त भनेको त खाडी नै। कहिलेसम्म खाडीमा चाहिँ कहिलेसम्म चाहिँ अब कति पुस्ताले दुःख पाउने हो क्या खाडीमा। मेरो पुस्ता भयो, अब मेरो छोराछोरी पनि त्यही त होला हालत त भोलि त के गरिदिने मैले। अब पढाएर ठुलो बनाउला, पाइलट बनाउला, ल दुःखै गरेर भए पनि मैले पढाएँ, डक्टर पढाएँ, के गरेँ भने खर्च कति लाग्छ त्यो सम्झिनु, अनि त्यसलाई पनि जागिर खुवाउनको लागि बाहिरै पठाउनुपर्छ। नेपालमा छैन नि त। कि नेताहरूको हात हुनु पऱ्यो, लगाइदिए 20-25 हजारको जागिरमा झुन्डाइदिन्छ होइन। के छ त सम्भावना? नेपालमा सम्भावनै छैन, केहीको सम्भावना छैन। हेर्दाखेरि ओहो हरियो छ, अलि हरियाली भरिपूर्ण छ भन्ने मात्रै छ क्या नेपालमा, अरू केही नै छैन। त्यहाँभित्र हेऱ्यो भने सबै दादागिरी, सबै चाहिँ एकदम राजनीति होइन। नचाहिँदा कुरामा यत्रो कुरामा पनि त्यो राजनीति चल्छ। के को लागि राजनीति के त्यो? आखिर राम्रो गर्नको लागि, भोलिको भविष्य राम्रो हुन्छ भन्ने सबैलाई थाहा छ भने त्यो एउटा किला उखाल्न किन नसकेको कसैले के? जस्तै कि अहिले हर्क साङपाङ हेर्नु, उसले केही मानेको छैन होइन। उहाँको म सपोर्ट पनि गर्छु होइन, उहाँलाई म मन पराउँछु, उहाँको फ्यान हो म। किनभने त्यो स्तर हो नेपालको नेपाली जनताको स्तर के हो भनेर चाहिँ उहाँले छर्लङ्ग देखाउनु भएको छ के व्यवहारले, त्यो लाग्छ मलाई चाहिँ। किनभने हाम्रो नेपाली जनताको त्यही हो कि लेभल, हामी माथि उठेर हेर्ने नै होइन अहिले। त्यो माथि त भनेको अर्काले देखाएको सपना हो, अर्काले देखाइदिएको त्यो भ्यू हो क्या अरू भनेको। त्योभन्दा माथि जो हामी देखिरहेछौँ, हामी सोचिरहेछौँ, त्यो होइन हाम्रो स्तर। हर्क साङपाङजीले जे गर्नुभएको छ त्यो सही गर्नुभएको छ। श्रम ल्याउनु भयो, सबैले गरे होइन, आफ्नो देशको लागि गरे। अहिले हेर्नु त त्यो एउटा धरानको अलिकति जे अलिक धेरै नभए पनि अलिकति केही स्वरूप त चेन्ज भएको छ, भइरहेको छ। पानी ल्याए होइन, त्यत्रो एउटा पार्क बन्यो। अब बाहिरबाट आउने मान्छेहरू त्यहाँनिर अब आउँछन् होइन, भोलिको दिन बिस्तारै हो नि त, क्रमबद्ध हिसाबले चढ्ने हो नि त। एकैचोटि परिवर्तन घप्पै त आउने होइन नि त। उहाँलाई नि 5 वर्षको दिएको छ, 5 वर्षभित्रमा यति परिवर्तन भनेको धेरै ठुलो परिवर्तन हो, म चाहिँ भन्छु है। अब उहाँलाई यही तरिकाले दिँदै जाने भने 10 वर्ष 15 वर्ष दिँदै जाने हो भने त्यो अवधिमा परिवर्तन पनि हामी महसुस गर्छौँ। यहाँ बसी हेरी अहिले कहिले है, हेर्दा त्यो परिवर्तन बिस्तारै भइरहेछ, हुँदैछ, भोलि छर्लङ्ग हुन्छ नि त एक दिन न एक दिन। त्यस्तै हो क्या, देशभरि यो नीति यो नियम लागू गर्नुपर्छ। उहाँको भनाइ सही छ। कतिजनाले यहाँनिर अब गलत कमेन्ट पनि गर्नु होला होइन, त्यसरी कहाँ देश बन्छ होइन। देश बन्ने त्यसरी जस्तो लाग्छ मलाई, किनकि हामीसँग स्रोत छैन, साधन छैन, खोइ पैसा, स्रोत साधन परिचालन गर्नको लागि खोइ पैसा अब ऋण लागिरहेछ। अझ स्रोत साधन भन्दै पछाडि दौड्यो बाहिरबाट ल्याउने हो भने अझ कहाँ जान्छ देश क्या, पछाडि धकेलिन्छ नि त। नेपालमा बसेर मात्रै गोर्खाली क्या, घन्टाको गोर्खाली भन्न पनि लाज लाग्छ क्या आजकल त। किनभने सबैभन्दा पछाडि के बाहिर आएर के खोज्नु, के खोक्नु कि हामीले नेपाली गोर्खाली भनेर। लेबरमा आउने हो, लेबर काम गर्ने हो नेपालीहरू, यस्तरी त्यस्तरी अरूले भनेको कुरो सुन्छु म। इन्डियनहरूले जति पनि छन् होइन, बङ्गालीहरू छन्, त्यो बाहिरकोहरूले चाहिँ हामी नेपालीलाई कसरी मूल्याङ्कन गर्छन्, कुन हिसाबले हेर्छन् भनेर कोही बेला म यसो विचार गर्छु होइन, कुरा खोजी हेर्छु कि उनीहरूसँग। ती पनि इज्जत छैन कि नेपालीको लागि। पछिल्लो समयमा आएर अहिले त्यो टिकटक भयो, त्यो दुनियाँ थोक काण्ड, त्यो के आएपछि त्यस्तोले चाहिँ मान्छेलाई अलिक मन लोभ्याउँदो रहेछ कि अब नेपाल चाहिँ एकचोटि घुम्न जाने भन्ने चाहिँ सम्म चाहिँ भएको छ। त्यो चाहिँ केले गर्दा हो भन्दाखेरि यो पछिल्लो यो छाडातन्त्रले के, छाडा भन्ने कति छाडा, यो दुनियाँभरि टिकटक फेसबुकमा त्यो भाइरल त्यो राम्रो नराम्रो कुरोहरू छ नि जति पनि, त्यसले गर्दाखेरि हो के नेपालमा चाहिँ जाने, अब यस्तो रमाइलो गर्ने के गर्ने, त्यो मात्रै एउटा हुँदो रहेछ कि मान्छेको सोचाइ।
बाहिरको मान्छेको, नभए अरू केही पनि छैन। त्यो बाहिरबाट घुम्न आएर त्यो भ्यू देखेर होइन कि त्यहाँको कल्चर, त्यहाँ चाहिँ यस्तो थोक पाइन्छ उस्तो थोक पाइन्छ अनि त्यसले गर्दाखेरि मात्रै हो क्या आउने नेपाल बाहिरको मान्छेहरू। के अब त्यसैलाई व्यवसायीकरण गरेर अब अगाडि बढाउनु पऱ्यो होइन, बाहिरको पर्यटनभित्र नि आउने न। राम्रो चाहिँ कहिले सोच्ने, कसले सोच्ने राम्रो चाहिँ? अब एकदम अलग अलग पाटो मोडिँदै गइरहेछ क्या नेपाल। छाडातन्त्र कोही भन्छन् राजावादी, कोही भन्छन् गणतन्त्रवादी, त्यो लाइन एउटा क्रिएट गर होइन, सबैजना मिल बस। कसले त्यो मिलाउने चाहिँ कसले? खै सबै आउँछ उस्तै, सबै आउँछ उस्तै। शासन गर्ने एउटा शासक चाहिन्छ के, त्यो चाहिँ हर देशमा हो क्या। भन्न खोजेको राजै चाहिन्छ भन्ने होइन, एउटा बाटो देख्यो भने अभिभावक त चाहियो नि त। ए भनेर औँला उठा, नराम्रो त्यहाँ कसैले गर्दैछ भने ए त्यो होइन बाटो, यसो गर भनेर निर्देशन दिने एउटा त चाहियो नि त। त्यो हाम्रो देशमा छैन क्या। त्यो हजारवटा भयो निर्देशन दिने एउटा हुन्छ नि डाइरेक्टर, हजारवटा डाइरेक्टर भएपछि त्यो कसले कस्तो कुरा सुनेर चाहिँ कसको निर्देशन पालन गर्ने? भएन क्या, नीति नै भएन जनताले खोजे जस्तो। खोइ त गणतन्त्र, एउटा गणतन्त्र नाम गणतन्त्र राखिदियो, काम थरी थरी छ है, जनताले सोचेको जस्तो कामै छैन। गरेको हो नगरेको होइन, गर्दै पनि छ गर्नेहरूले होइन कतिपय, तर बुझ्दिनेले बुझिँदैन कि मै ठुलो, मेरो सोचाइ नै ठुलो, मैले भनेको कुरा हुनुपर्छ। अब सबैको घर घरमा गएर एकजनाको इच्छा आकाङ्क्षा पुरा गर्न त कसैले सक्दैन होइन। तर जे होस् यतिसम्म गरिदियोस् कि सरकारले उनीहरू कस्तो संस्कारमा हुर्केको छ, उनीहरू के चाहन्छ, के गर्दैछ। जस्तै मैले अहिले भने नि, खेती किसानी गर्ने मान्छे नै हाम्रो प्रायः नेपालमा त्यही नै बढी छ। खेती किसानीलाई नै प्राथमिकता दिएर उनीहरूलाई प्रोत्साहन गरेर त्यो बाहिरसँग मार्केट जोडेर हुन्छ, के गरेर हुन्छ, उनीहरूलाई सहजीकरण गरिदिने, सबै कुरा बेच्ने गर्ने कुरामा हो भनेदेखि नि अरू केही गर्नु पर्दैन, खुसी हुन्छ जनता त्यति नै। मेहनत गर्छ नि, रात दिन मेहनत गर्छ, गरि नै राखेको छ अहिले पनि गर्छ, आफ्नै पौरखले ऊ खुसी हुन्छ। यो चाहिँ अलिकति मलाई चित्त नबुझेको कुरा छ है। अब लामो भिडियो पनि लामो धेरै नगरौँ, यो कुराहरू गर्दै जाउँला, पछि पनि छ समय होइन। सबैलाई कस्तो लाग्छ होइन, भिडियो बनाएँ एउटा मैले होइन, अब कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है सबैले। अब युवाहरू भनेको अब हामी नै होला होइन। अब समाज परिवर्तन, अब देशै परिवर्तन गर्छु भन्न त हामीले खोक्नु सकिँदैन, किनभने अब हामी त अब हाम्रो केही पनि चल्दैन। त्यही सोचाइ विचार बाँड्ने मात्रै हो है हामीले चाहिँ, सामाजिक सञ्जालमा विचार बाँड्ने हो, सोचाइ बाँड्ने हो, यसो गरौँ उसो गरौँ, सरसल्लाहमा आउने हो, निर्णय गर्ने, यसो गरौँ। भइगयो भनेदेखि पछि सञ्जाल बनाउने, सञ्जाल मार्फत काम गर्दै जाने, त्यही नै त हो हाम्रो त। अरू के गर्न सकिन्छ र होइन। त्यही हो। अब नेपालमा भन्छ पनि धेरै दुःख गऱ्यो, यतात्यता गऱ्यो, गर्न सक्ने भए त्यतिखेर हुन्थ्यो होला, भएन। यस्तै छ। अब धेरै भिडियो पनि नबनाउँ है, कस्तो कस्तो लाग्छ साथीहरू अब प्रतिक्रिया दिनु होला है, लाइक गर्नु होला। अब मेरो नि एउटा नयाँ भिडियो है, साधारण अब भिडियो पनि राम्रो क्वालिटीको छैन भनेर क्वालिटीवाला नि मलाई पो त्यो मतलब लाग्दैन। म एउटा गाउँले भनौँ न, गाउँले पाराको, मलाई चाहिँ यसरी नै अब बनाउनु मन लाग्छ। सोच विचारहरू मात्रै राख्ने एउटा उद्देश्यले बनाएको हो, अन्यथा नसोचिदिनु होला होइन। कस्तो लाग्छ प्रतिक्रिया, अब सल्लाह सुझाव दिनुभयो भने मलाई नि अब होइन अरू भिडियोहरूमा पनि अब त्यसलाई थप्दै जाने एउटा प्रयास गर्छु होइन। विचारहरू राखौँ, सबैजनाले छलफल गरौँ न यस्तै होइन कमेन्टमा। सबैको अब यस्तो है, यस्तो होइन, यस्तो हो भन्ने, अब मैले पनि कतिपय कुराहरू झुटमै अब म भ्रममै परिरहेको पनि हुनसक्छु यस्तो कुराहरूमा होइन। त्यो भएर अब सल्लाह सुझावहरू दिनु होला भन्दै यो भिडियो आजलाई चाहिँ यति बनाउँछु है साथीहरू है। ल।